के नेपाल अब विश्व क्रिकेटको नयाँ सनसनी बन्ने बाटोमा छ? इङ्ल्यान्ड टियु आउन सक्ने, दिपेन्द्र र सन्दीपको विश्व र्याङ्किङमा तहल्का अनि एसियन गेम्सको टिकट लगभग पक्का। आजका अपडेटहरूले हरेक नेपाली क्रिकेट फ्यानको रगत तताउनेछ। स्वागत छ यहाँहरूलाई अनकभर नेपालमा। क्रिकेटका नयाँ खबरहरू सुरु गरौँ। आइसिसीको नयाँ एकदिवसीय र्याङ्किङमा नेपाली खेलाडीहरूले तहल्का मचाएका छन्। हाम्रा टाइगर दिपेन्द्र सिंह ऐरी ओडिआई अलराउन्डर र्याङ्किङमा एकैपटक 12 स्थान माथि उक्लिँदै 25औं स्थानमा पुगेका छन् भने टी20 अलराउन्ड र्याङ्किङमा उनी विश्वकै 4औं स्थानमा मजबुत छन्। ब्याटिङतर्फ उनी 49औं स्थानमा छन् भने आसिफ शेख 81औं स्थानमा आइपुगेका छन्। यता बलिङतर्फ भने हाम्रा स्पिन विजार्ड सन्दीप लामिछाने कडा सुधार गर्दै विश्वकै 36औं स्थानमा आइपुगेका छन् भने ललित राजवंशी संयुक्त 47औं स्थानमा आफ्नो नाम लेखाउन सफल भएका छन्। ओडिआई टिम र्याङ्किङमा नेपाल 17औं स्थानमा छ। अर्को बवाल खबर, इङ्ल्यान्ड नेपाल आउने सम्भावना अझै बलियो भएको छ। टी20 विश्वकपमा नेपालले इङ्ल्यान्डलाई अन्तिम बलसम्म कडा टक्कर दिएको थियो। त्यसपछि क्यानका सचिव पारस खड्काले इसिबीका पदाधिकारीहरूसँग नेपाल सिरिजका लागि कुरा अगाडि बढाएका थिए। अब 2027 देखि 2031 को चक्रमा इङ्ल्यान्ड टियु क्रिकेट मैदानमा 2 देखि 3 वटा टी20 खेल खेल्न आउन सक्छ। रोहित पौडेलले भनेका छन् कि यस्तो ठुलो टोली नेपाल आउँदा नेपाली क्रिकेटको विश्वव्यापीकरण हुन्छ र पारस खड्काका अनुसार टेस्ट राष्ट्रसँग भिडेर मात्रै हाम्रा खेलाडीहरूको स्तर अझ बवाल हुनेछ। त्यसैगरी मे 31 देखि सिङ्गापुरमा हुने एसियन गेम्स पुरुष क्रिकेट क्वालिफायर अघि नेपालका लागि ठुलो फाइदा भयो। कतारले अन्तिम समयमा आएर आफ्नो नाम फिर्ता लियो। यसको मतलब अब हाम्रो समूहमा नेपाल, मलेसिया र चीन मात्रै छन्। नियमअनुसार समूहका शीर्ष 2 टोली सिधै सेमिफाइनल पुग्नेछन् र सेमिफाइनल पुग्ने 4 टोलीले जापानको नागोयामा हुने 2026 एसियन गेम्समा सिधै प्रवेश पाउनेछन्। अर्थात् नेपालले अब मलेसिया वा चीनमध्ये एक टोलीलाई मात्र हराए पनि जापानको टिकट पक्का हुने जस्तै देखिन्छ। यस महत्त्वपूर्ण मिसनका लागि बिहीबार मे 28 मा काठमाडौँमा क्यानले नेपाली टोलीलाई सिङ्गापुरका लागि कडा बिदाई गरेको छ। यसपालि कप्तानीको कमान्ड विस्फोटक अलराउन्डर दिपेन्द्र सिंह ऐरीले सम्हालेका छन् भने नियमित कप्तान रोहित पौडेल ब्याटरका रूपमा मात्र रहनेछन्। विदाई कार्यक्रममा बोल्दै कप्तान दिपेन्द्र र प्रशिक्षक स्टुअर्ट ल दुवैले टिमको तयारी निकै कडा भएको र सिङ्गापुरमा उत्कृष्ट नतिजा निकाल्ने बबाल आत्मविश्वास देखाएका छन्। नेपालले आफ्नो पहिलो खेल मे 31 मा चीन विरुद्ध खेल्दै यस अभियानको सुरुवात गर्नेछ। के नेपालले यसपालि एसियन गेम्समा ठुलो उपलब्धि हासिल गर्ला त? कमेन्टमा आफ्नो विचार राख्न नबिर्नुहोला। भिडियो मन परेको छ भने लाइक र सेयर गर्न पटक्कै नबिर्सिनुहोला र यस्तै फटाफट र कडा क्रिकेट अपडेटका लागि अनकभर नेपाललाई अहिल्यै सब्स्क्राइब गरिहाल्नुहोला। अर्को भिडियोमा अझै बबाल अपडेटका साथ भेट्नेछौँ। त्यति बेलसम्मका लागि बिदा दिनुहोला। धन्यवाद। जय नेपाल।